एउटा अरबपति बन्ने र पुरै फलामको सुट लगाएर आकाशमा उड्ने सपना सुन्दा कति गजब लाग्छ होइन र? हामीमध्ये धेरैलाई यो कुराले पक्कै लोभ्याएको छ। तर आजको यस विश्लेषणमा हामी हेर्नेछौँ कि भौतिक विज्ञान, रसायन विज्ञान र जीवविज्ञानका कडा नियमहरूले यो शानदार विज्ञान कथाको काल्पनिक सपनालाई कसरी निमित्यान्न पारिदिन्छन्। ठिक छ, अब यसमा प्रवेश गरौँ। यस विश्लेषणमा हामी ठ्याक्कै ती वैज्ञानिक अवरोधहरूको ब्लुप्रिन्ट केलाउनेछौँ जसले यो प्रविधिलाई रोकिरहेका छन्। हामी सुपरहिरोको वास्तविकता, सपनालाई ऊर्जा दिने कुरा, भौतिक विज्ञानका नियमहरूको उल्लङ्घन, धातुको सुटमा जीवित रहने कुरा, मस्तिष्क कम्प्युटर बीचको अवरोध र अन्तमा एउटा प्राविधिक आशाको किरणको बारेमा छोटकरीमा चर्चा गर्नेछौँ। खण्ड 1, सुपरहिरोको वास्तविकता। एउटा पूर्ण रूपमा कार्यशील र आत्मनिर्भर आर्मर सुट निर्माण गर्ने आधारभूत विचारलाई वास्तविक विज्ञानले हरेक चरणमा कसरी विफल पार्छ भन्ने कुराबाट सुरुवात गरौँ। यो स्रोत सामग्री साँच्चै नै एउटा कडा वास्तविकताको जाँच हो। यसले पहिलो अनुच्छेददेखि नै कडा वैज्ञानिक तथ्यहरू तेर्स्याएर सुपरहिरो बन्ने हाम्रा भव्य सपनाहरूलाई व्यवस्थित रूपमा कुल्चिदिन्छ। यो एउटा यस्तो वास्तविकता हो जहाँ विज्ञानको कठोर सत्यले हाम्रो कल्पनालाई सिधै चुनौती दिन्छ। अब जाउँ खण्ड 2 मा, सपनालाई ऊर्जा दिने। उडान गर्न, लेजरहरू प्रहार गर्न र पर्खालहरू भत्काउन आवश्यक पर्ने खगोलीय मात्राको गिगाजूल ऊर्जा उत्पादन गर्ने पहिलो प्रमुख अवरोधतर्फ अघि बढौँ। र यसले उत्कृष्ट रूपमा स्पष्ट पार्छ कि त्यो काल्पनिक, जादुई र चम्किलो आर्क रियाक्टरको तुलनामा हाम्रो वास्तविकता कति धेरै फरक छ। वास्तविक संसारमा कुनै पनि आकांक्षी आविष्कारक कि त दयनीय रूपमा भारी ब्याट्रीहरूको भर पर्नुपर्छ कि त घातक मिनी आणविक रियाक्टरको बीचमा फस्नेछ। यदि आणविक रियाक्टर प्रयोग गर्ने नै हो भने पनि त्यसबाट निस्कने घातक विकिरणबाट बच्न धेरै टन सिसाको कभर आवश्यक पर्छ। अनि त्यति धेरै तौल बोकेपछि त्यो सुट उड्ने कुरा त परै जाओस्, एउटा भारी र महँगो धातुको टुक्रा मात्र बन्न पुग्छ। खण्ड 3, भौतिक विज्ञानका नियमहरूको उल्लङ्घन। मानव ऊर्जाको समस्या कुनै तरिकाले समाधान भयो, तर उडानको मेकानिक्समा आउँदा सुट लगाउने व्यक्तिले अर्को विशाल र अपरिहार्य भौतिक विज्ञानको अवरोधको सामना गर्नुपर्छ। त्यसैले यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी न्युटनको गतिको तेस्रो नियमलाई व्यवस्था गर्न सक्दैनौँ। यसले स्पष्ट भन्छ, प्रत्येक कार्यको लागि त्यहाँ एक समान र विपरीत प्रतिक्रिया हुन्छ। विज्ञान कथामा देखाइने ती रिपल्सरहरू जसले कुनै पनि पिण्ड बाहिर नफालिकन विशाल थ्रस्ट वा धक्का उत्पन्न गर्छन् नि, तिनीहरू यो आधारभूत नियमको सिधै र खुला उल्लङ्घन हुन्। वास्तविक भौतिक विज्ञानमा त्यस्तो जादु हुँदैन। उदाहरणका लागि वास्तविक जीवनमा ग्राभिटी इन्डस्ट्री जस्ता कम्पनीहरूले बनाएका जेटप्याकहरूलाई विचार गरौँ। उनीहरूलाई मट्टी तेल वा जेट इन्धनले भरिएका भारी र विस्फोटक ट्याङ्कहरू आवश्यक पर्छन्। उड्नको लागि ठूलो मात्रामा पिण्ड बाहिर फाल्नुपर्ने भएकोले उडान केही मिनेटमा मात्र सीमित हुन्छ। त्यसैले पछाडि इन्धन भर्ने एउटा सिङ्गे ट्रक नराखिकन न्युयोर्कबाट अफगानिस्तानसम्म उड्ने कुरा भौतिक रूपमा पूर्ण रूपमा असम्भव छ। अब खण्ड 4, धातुको सुटमा जीवित रहने। फेरि पनि मानौँ कि ऊर्जा र उडानका ती सबै समस्याहरू चमत्कारिक रूपमा समाधान भए, तर सुटभित्र रहेको त्यो नरम मानव शरीरका आफ्नै जैविक सीमितताहरू छन् जसले एकदमै डरलाग्दो र भयानक वास्तविकता प्रस्तुत गर्दछन्। एकछिन कल्पना गरौँ त, टाइटेनियम र सुनको मिश्रित धातुबाट बनेको, कहिले नफुट्ने एउटा सुट टर्मिनल भेलोसिटी अर्थात् अत्यधिक गतिमा गएर कङ्क्रिटको बाक्लो पर्खालमा ठोक्किन्छ। त्यस्तो सुपरसोनिक गतिमा अचानक रोकिँदा त्यो सुटभित्र फसेको व्यक्तिको शरीरलाई ठ्याक्कै के हुन्छ होला? एउटा प्रख्यात भनाइ छ नि, जसलाई हामीले यहाँ गम्भीरतापूर्वक लिनुपर्छ। खसाइले ज्यान लिने होइन, अन्त्यमा हुने अचानकको रुकावटले मार्छ। विज्ञान कथाका चलचित्रहरूमा जस्तो जादुई इनर्शियल ड्याम्पिङ फिल्ड वास्तविक जीवनमा हुँदैनन्, जसको सिधा अर्थ के हो भने सुट बाहिरबाट पर्खालमा ठोकिएर रोकिए पनि गतिको नियमअनुसार शरीरभित्रका महत्त्वपूर्ण अङ्गहरू उही गतिमा अगाडि बढिरहन्छन्। अब यहाँ सबैभन्दा रोचक कुरा के छ भने यो स्रोतले इनर्शिया ब्लेन्डरको एकदमै डरलाग्दो तर यथार्थपरक चित्रण गरेको छ। ठोकिँदा उत्पन्न हुने अत्यधिक जी फोर्सले मस्तिष्कलाई खप्परको भित्तामा नराम्ररी ठोक्काइदिन्छ, मुटुको मुख्य नसा च्यातिदिन्छ र सुट लगाउने व्यक्ति अक्षरशः एउटा पूर्ण रूपमा अक्षुण्ण धातुको खोलभित्र छछल्किरहेको तरल पदार्थ वा भनौँ सुपमा परिणत हुन्छ।
अझ अर्को ठूलो समस्या छ गतिज ऊर्जा वा काइनेटिक एनर्जीको पासो। कुनै ठूलो विस्फोट वा ट्याङ्कको गोलाबारीको विशाल शक्ति जादुई रूपमा हावामा बिलाएर जाँदैन। त्यो ऊर्जा सुट मार्फत शरीरभित्र प्रवेश गर्नै पर्छ। आजको वास्तविक बडी आर्मरले बललाई शरीरभरि फैलाउने काम मात्र गर्छ, जसले गर्दा भित्र करङहरू भाँचिन्छन्। त्यति पातलो आर्मर प्रोफाइल मार्फत त्यस्तो भयानक बललाई शरीरमा गम्भीर चोट नपुर्याई रोक्न हालको विज्ञानअनुसार पूर्णतया असम्भव छ। खण्ड 5 मस्तिष्क कम्प्युटर बीचको अवरोध। अब हामी सुटलाई नियन्त्रण गर्ने कुरामा जाउँ। दर्जनौं हतियार र चल्ने भागहरूलाई जोइस्टिकको सहायताले हाम्रा औँलाहरूले भन्दा धेरै गुणा छिटो सञ्चालन गर्न एकदमै उन्नत नियन्त्रण प्रणालीहरू आवश्यक पर्छ। न्युरालिङ्क जस्ता वास्तविक मस्तिष्क कम्प्युटर इन्टरफेसहरूले पक्कै पनि राम्रो प्रगति गरिरहेका छन्, त्यो मान्नै पर्छ। तर हाम्रा जटिल र अमूर्त विचारहरूलाई तत्काल कुनै पनि ढिलाइ वा शून्य लेटेन्सी बिना मेकानिकल कार्यमा रूपान्तरण गर्ने प्रविधि हासिल गर्न अझै दशकौं वा सायद शताब्दीौं लाग्न सक्छ। यसले एउटा हास्यास्पद तर त्यत्तिकै घातक वास्तविकतालाई चित्रण गर्छ। सोच्नुहोस् त, एउटा तातो खोज्ने क्षेप्यास्त्र तीव्र गतिमा आइरहेको छ। त्यसबाट बच्न सुटले हात उठाउने कमान्डलाई भर्खर बफरिङ गर्दै गर्दा त्यो सुटभित्रको पाइलट विस्फोट भएर टुक्रा टुक्रा भइसकेको हुनेछ। बफरिङको अर्थ यहाँ सिधा मृत्यु हो। खण्ड 6 प्राविधिक आशाको किरण। अब अगाडि बढौँ र हेरौँ यसले कसरी ती भत्किएका सपनाहरूबाट टाढा लगेर यी साइफाई ब्लुप्रिन्टहरूका सकारात्मक र वास्तविक विश्वका नतिजाहरूतर्फ हाम्रो ध्यान केन्द्रित गर्छ। स्रोत सामग्रीको यो निष्कर्षले प्रष्ट पार्छ कि यो पूर्ण रूपमा असम्भव लाग्ने साइफाई सपना निर्माण गर्ने हाम्रो निरन्तर प्रयास विज्ञानको लागि पूर्णतया व्यर्थको अभ्यास भने होइन। वास्तवमा यसले हाम्रा लागि नयाँ ढोकाहरू खोलेको छ। यो एउटा यस्तो अवस्था हो जहाँ असफलता नै सफलताको खुड्किलो बनेको छ। उड्ने धातुको सुट बनाउने यो शानदार असफलताले नै वास्तवमा आजका आधुनिक पावर्ड एक्सोस्केलेटन र प्रारम्भिक जेटप्याक प्रविधिहरूमा वास्तविक ठोस आविष्कारहरूलाई अगाडि बढाइरहेको छ। हामीले फलामको मान्छे त बनाउन सकेनौं, तर त्यही सपनाले हामीलाई प्राविधिक रूपमा निकै उन्नत भविष्यतर्फ धकेलिरहेको छ। यस विश्लेषणको अन्त्यमा हामीले एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। यद्यपि उड्ने धातुको सुट सम्भव नहोला, तर यस्तै असम्भव खोजहरूले नै अविश्वसनीय मानव प्रगति निम्त्याउँछन्। सोचौं त, हाम्रा यी शानदार वैज्ञानिक असफलताहरूले मानवतालाई भविष्यमा कुन असम्भव विज्ञान कथाको सपनालाई वास्तविकतामा बदल्न मद्दत गर्नेछन्। यो साँच्चै नै रोमाञ्चक र हामी सबैलाई सोच्न बाध्य बनाउने प्रश्न हो।